होइन नि चुराही होइन नि यो नहीं तो फर्स्ट टाइम में आम तो पाऊंगा साप पनि छ होला गाइस डर डर लाग्छ यो के हो तो हेलो गाइस फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा सो आज चाहिँ म यहाँ ज्वाइँको घरबाट सुरु गर्दैछु सो मेरो घरको सामानहरू यहाँ बस्तीमा लान्थ्यो दिदीको ज्वाइँको घरमा सो तपाईँहरू बनाउन अहिले सो सिधै घर ज्वाइँ मेरो पूर्ण घरमा पुगेर म कन्टिन्यू गर्छु यो ब्लगलाई सो अहिलेको लागि चाहिँ यति राख्छु अरू गाइस एउटा चिज देखाउँछु तपाईँहरूलाई सो यो चिज हेर्न सक्छु यो के हो सो फाइनली म चाहिँ यहाँ मेरो घरमा पूर्ण घरमा पुगिसक्यो सो हेर्नु सक्छु तपाईँहरूले वाङहुङ पारिदिएको रहेछ घर पनि सुँगुरको बच्चा पालिरहेको रहेछ यहाँबाट चाहिँ त्यहाँबाट सो ज्वाइँहरू पनि आइपुग्यो बहिनीहरू पनि आयो सो हामीहरूको मामाको छोरी मेरो साली भनेर भन्दिनँ बहिनी हो यो चाहिँ मेरो कान्छी बहिनी हो सो तपाईँहरू बनाउनु पहिला सामान देखाउँछु पहिला भित्र देखाउँछु तपाईँहरूलाई कस्तो रहेछ भित्रको हेर्नुहोस् त पुरा पानी हिलो हिलो भएको छ ए यस्तो थियो हाम्रो घर चाहिँ यो खत्तम भएछ यति मुस्किलले बनाएको थियो घर मैले कति खर्च गएको थियो यसमा त्यो ओ थियो पोखरी चिम्क्यो होइन नि चुराही होइन नि यो नहीं तो फर्स्ट टाइम में आम तो पाऊंगा यहाँ हेर्नु सक्छ क्या साँप पपी साँपको उयो यहाँ पनि रहेछ चुरिङ खाँची फेर्ला होला त्यसो यहाँ साँप पनि छ होला गाइस डर लाग्छ सो गाइस पहिला हाम्रो सामान निकाल्छु त्यहाँदेखि कन्टिन्यू गर्छु अहिलेको लागि चाहिँ यति राख्छु सो गाइस फाइनली हामीले चाहिँ सामान सबै निकालिसक्यो अब हेर्नु सक्छ आधा चाहिँ पुऱ्याइसक्यो सो यो सामान अब बाइकमा लोड गर्दैछ यो पनि लानु छ त्यहाँ पनि छ सो तपाईँहरू बनाउनु देखाउँछु तपाईँहरूलाई कसरी लोड गर्छ सो लोड गर्दैछ यहाँ जोएर बहिनीले चाहिँ अहिले यहाँ मामाको घरमा गएर एकछिन बसेको थियो कुरासुरा गरिसक्यो अब सामान लोड गर्ने त्यहाँदेखि सिधा निस्किने घरतिर सो यही हो आज अहिलेको लागि चाहिँ यतिमै राख्छु सिधा घर गएर कन्टिन्यू गर्छु सो यो मेरो घर पूर्ण घर बिचरा छोडेर जानु पनि माया लाग्छ टाटा मेरो घर हुन्छ सो गाइस फाइनली हाम्रो चाहिँ सामान सबै समेटेर भइसक्यो सो मेरो घर निस्किँदैछु अहिलेको लागि चाहिँ किनकि किन कन्टिन्यू गर्नु सकेन भन्दा अघि किनकि सामान बेसी थियो त्यही कारणले कन्टिन्यू गर्नु सकेन सो अहिले चाहिँ हामी जाँदैछु सो बहिनीहरू नि हिँड्दैछ अगाडि सो तपाईँहरू बनाउनु अहिले त सक्दैन हिलोको बाटो बहुत हिलो छ त्यही कारणले कन्टिन्यू गर्नु सक्दिनँ अहिले चाहिँ सिधै घर पुगेर कन्टिन्यू गर्छ अहिलेको लागि चाहिँ यति नै राख्छु सो गाइस म चाहिँ फाइनली ज्वाइँको घर पुगिसक्यो हेर्नु सक्छ यो चाहिँ हो ज्वाइँको घर सो म भित्र जान्छु तपाईँहरूलाई भित्रबाट पनि देखाउँछु सो बनाउनु देखाउँछु तपाईँहरूलाई घर कस्तो हुन्छ ज्वाइँहरूको सो यहाँबाट चाहिँ भित्रबाट बाहिरबाट चाहिँ यस्तो देख्छ भित्र पसेर यस्तो छ बसिरहेको छ मान्छेहरू सो गाइस बनाउनु अहिलेको लागि चाहिँ यतिमै राख्छु सिधै घर पुगेर कन्टिन्यू गर्छु सो गाइस फाइनली म चाहिँ घर पुगिसक्यो सो घर पुगेर अहिले सामान सबै निकालिसकेर कन्टिन्यू गरेको सो गाइस तपाईँहरू कस्तो लाग्यो यो ब्लग तपाईँहरू कमेन्ट लाइक सेयर सब्सक्राइब गरिन्छ नभए चाहिँ अरू भन्नु होला कस्तो छ मेरो घर पहिलाको यादहरू मतलब पहिलाको घरहरूको देखाएको तपाईँहरूलाई सो तपाईँहरूलाई कस्तो लाग्यो त्यो मेरो घर देखेर पहिलाको तपाईँहरूले भन्नु होला कमेन्ट बक्समा सो अहिलेको लागि चाहिँ यतिमै राख्छु नेक्स्ट ब्लगको लागि वेट गर्नु